अगाडि हुन्छ यहाँ उक्लियो यही ठाठा उक्लियो भिडदेखि यहाँ चाहिँ उक्लिन्छ सहिले यही टाढै बाटे जस्तो भल गरेर माथि माथि मोहे क्यामेरा हुँ तल झुलिला तो पूरे लोग के उस यहाँ रहते और जहाँ मैं आए थे क्यों हीरा मोला को गारो अभी ये तरह कोई लोग भंजा के हो गए ना भाई कोई रलो है कोई रलो है कोई रलो भंजा के अब हेरा यो हो नि त अब घरलाई थाहा होला देखिएर हत्ती न हस्तान टिपाएको हस्ता यस्ता फुलका मुना पलाउनु लाग्यो फुल निक्लेको अनि हुन्छ यसलाई चाहिँ पहिला उमाल्छन् गाईहरू अनि त्यहाँ बल्ल खाने अरे बल्ल फुल्दै देख्दाखेरि कति बेला अँधेर हुन्छ कति उयो चिसोतिर अन्त जाम धुँदै राम्रो यहाँ चाहिँ अहिले चाहिँ हामी गाईहरू हामी चाहिँ यस्तो जग्गाभित्र हामी यो त बाटो छैन ऊ त्यहाँ चाहिँ हाम्रो टमीले हेरेको यहाँ टमी आयो त
टमी यहाँ आइज यहाँ आइज हाम्रो टमी चाहिँ यहाँ छ है यो हामी चाहिँ અહીં चाहिँ उहाँ हामीले जोक आएछौँ बुढेर भएको छ उहाँ पुग्नु हो सिटमा के कस्तो हुन्छ नि थाहा छैन रुहा झुन्ने खान करे धेरै पनि के भन के भन्नु छ भने खै आलु मिसाउने यो गरेछ खाने माछा त आलु हामी तपाईँ चाहिँ हिँड्नु पर्ला अब हजुरहरूलाई चाहिँ कोलाई यो भिडियोमा रेगुलर फुलको ल है गाईहरू अब हजुरहरूलाई देखाउनका लागि यस्तो यस्तो भिडियो उक्लिहाल्नु यसो सपोर्ट गरिदिनु यो भिडियोलाई सेयर गरिदिनु कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु हजुरहरूको एक सब्सक्राइब एक लाइकले यस्तो अप्ठ्यारोमा कता मान्छे पल्टिनु भने डर लाग्नु भिरा हिँड्ने खान कोइरालो टिप्न कोइरालो टिप्न यस्तो हिँड्ने खानु अहिले भन्नुभयो भिडियो अलि अप्ठ्यारै छ उहाँ त नि हामी कोइरालो टिप्न खालि यस्तो हिँड्छौँ यहाँबाट हेर्ने यस्तो ड्रोन सट जस्तो सर हाम्रो खेत यो चाहिँ चाँडे बगर चाँडे बगर भयो यस्तो आउली खानु धीरे धीरे क्यामेराम्यान हिँड्यो चाहिँ भिडियो गर्दै हुँ आउने हो है म गइन्छु क्या फेरि वहाँ पुगिसकेदेखि भाउ चाहिँ यहाँ हुनुहुन्छ त्यसैले वहाँ पुगिसकेदेखि रुके नजिक यो चाहिँ आइफोनको यो प्रब्लम चाहिँ के हो साथीहरू भनिदिनु पर्यो है यो उतिखेर आउँदै हुने उतिखेर उज्यालो हुने वहाँ चाहिँ फुलकै नजिक पुगिसक्यो फुल यही हो वहाँ चाहिँ म यहाँ भिडियो गाउँछु है म हुँ आउनु पर्ने हो र ल गाइजहरु म अब एकछिन हुँ A few moments later यहाँ चाहिँ कोइरालो टिप्ला खाने फुल चाहिँ यस्तो है यसै गएर अचार खाने टिप्दै खान साइड वहाँ तलदेखि आएको वहाँ तल बसेदेखि माथि छाडे आएको भाउजूलाई फेरि यहाँ घुमा अरे कोही यहाँ पोखरी घुम्नु पाएन नि यही यो कोइरालो अन्ने हेर्नु भिडियोमा चाहिँ यही हो तर यो म साना A few moments later A few moments later बाटो जल्ल तल्ल भन्छन् के भन्छन् रे तान्छ बल्ल तल्ल बाटोसम्म झरेका छौँ देन पाउँछ रोड बाटो हामी हिँड्दा हाम्रो दिदी हाम्रो बुढो सामु
सरी मेरो बुढो हामी चाहिँ अब रोडबाट हिँड्दा अब चाहिँ हामी घर जान्छौँ अब चाहिँ घर जानुपर्ने हुन्छ अब साथीहरू अहिले तलतिर फेरि हाम्रो जग्गाको भारी छ क्या फेरि कोइरालो है त हामी चाहिँ कुरिलो भन्यौँ मिलाएर बुझ्नु अब जे भए पनि बुढो यता हेर्नु न यो चाहिँ मेरो बुढो कसैले आँखा नलाउनु नि फेरि यता हाम्रो रिचीको रुख हाम्रो गाउँको